हाई नमस्ते सबैजनालाई सन्चेमा हुनुहुन्छ वेलकम छ मोनिका थापा ब्लगमा। आजको ब्लग चाहिँ अब कताको भन्ने होला भरतपुरको है। म चाहिँ आज बहिनीको घरमा आएको थिएँ, साराको घरमा। अनि हामी चाहिँ अहिले हाट बजार जाँदैछौँ। ल बेलुका राति भइसक्यो है। हामी चाहिँ हाट बजार लिएर जाँदैछ। बहिनीले तरकारीहरू लिने रे होइन, यसो घुम्ने रे भनेर के हामी चाहिँ जाँदैछौँ। सबैजना सन्चै आरामै हुनुहुन्छ होला नि है। हजुरहरू धेरै भयो भिडियो पनि नअपलोड गरेको। आज चाहिँ छोटो मिठो भिडियो बनाऊँ भनेर। अनि हाम्रो सारा बहिनी चाहिँ घर गएर आएको के, पर्वत गएर आएको। हिजो आएको हो, हिजो आएको सारा चाहिँ पर्वतबाट। अनि आज मलाई बोलाएको के यता कोसिली लिएर आएँ के त्यही भएर केरा खाइहालेँ। केरा ल्याएको थियो, केरा खाएँ मैले। यस्तो मिठो लोकल केरा होइन, खाएको पेट पनि डम्म भइसक्यो कि। अनि आमाले चाहिँ फर्सीको बिहा पठाइदिनु भएको छ अरे होइन। मैले भनेको थिएँ कि पाहाडको फर्सी, अब फर्सीको सिजन भयो नि त, तरकारीको सिजन बारीमा रोप्न त रोपेको छु मैले। त्यही पनि अब पाहाडतिरको पनि चाख्न पऱ्यो नि फर्सी होइन। अनि त्यही लिन कि भेटघाट पनि धेरै भयो, सारासँग भेटघाटै भएको थिएन मेरो होइन। अनि आज भेटघाट पनि भयो। अनि हामी चाहिँ अहिले साँझमा बेलुकामा हाट बजार निस्केको। हामी चाहिँ हाट बजार आउन लागिसक्यौँ, फेरि पुग्न लागिसक्यौँ है। आइसक्यौँ, एकैछिनमा नजिकै छ। बसेनीको हाट बजार आएको। बसेनीको हाट बजार अस्ति नै आएको है हामी यहाँ हाट बजार। अस्ति नै आएको, आज पनि हाट बजार आइयो। ठ्याक्कै आइपुग्यो है हामी हाट बजार है। हाट बजार आइपुग्यो। ल झर्ने बेला भयो। ल पाक गर्दैछ साराले। बेलुकामा त कस्तो रमाइलो हुँदो रहेछ है सारा। बजार आइपुग्यौँ हामी चाहिँ। ल यही हो बसेनीको हाट बजार। हाट बजारमा चाहिँ पुरा यस्तो रमाइलो। म चाहिँ हाट बजार आइसकेँ। भ्लगमा सबैजना बिजी। यहाँ चाहिँ भाँडाकुँडा, यहाँ चाहिँ तरकारी, सबैजना बिजी हुनुहुन्छ है आफ्नो भ्लगमा अरे के फेरि। के भन्ने हो र, हामी आज बसेनीको हाट बजार होइन। अब हाट बजारमा हामीलाई चाहिने तरकारीहरू किन्नुपर्ने हुन्छ साथीहरू। हामी किन्छौँ पनि र त्यसपछि किनेर दिदीलाई मिठो मिठो पकाएर खुवाउनु पर्ने हुन्छ। त्यही भएर अब जे कुरा यहाँ सस्तो छ त्यही कुरा किनेर चाहिँ हामी लैजानु पर्ने हुन्छ। ल साय गाइजहरू सिउ है। यही हो हाम्रो पुरा धेरै भिडभाड अनि धेरै हल्ला है। अहिले चाहिँ मिसाएर हँसिरे। ल के खान मन लाग्यो? परवल लोकल करेला भाइ खै मिठो हुन्छ। लोकल कपडाहरू पनि रहेछ। साराले किन्दै गाजर मुला काँक्रो भन्टा 40 रुपियाँ किलो। 3-4वटा मिसाएर मिसाएर पनि पाइँदो रहेछ है। यस्तो किलेर कस्तो रमाइलो। च्याउ पनि रहेछ, पाते च्याउ। फल भेन्डी लिँदैछ साराले। यस्तो हो नि त पुरा हाट बजार भनेको त है। मान्छे छैन बजारमा के व्यापार गर्नु हो। मलाई सब्सक्राइब गर है मोनिका थापा ब्लग। नमस्ते। दिदीको च्यानल सब्स्क्राइब गरिदिनु होला। आफैले नि गर्नु होला। ल मेरो मोनिका थापा ब्लग। के छ नाम? मोनिका थापा ब्लग। मोनिका थापा ब्लग। मेरो नि छ आशिष विश्वकर्मा। सबैले सब्स्क्राइब गरिदिनु। ल ल हुन्छ, भइहाल्छ नि। ल धन्यवाद। हजुर ए मेरो नि पुगेकै छैन भाइ, के गर्ने।
केही छैन स्टार्टिङ हो भर्खर होइन टिकटकमा चाहिँ पुरा 1 लाख पुग्न लागिसक्यो तर मिलियन भ्यू चाहिँ है लाइक चाहिँ म लाइभ बस्दिनँ नि भाइ ल मलाई टिकटकमा नि फलो गर बहिनीले किन्न चाहिँ है तरकारीहरू अब टमाटर 50 रुपियाँ धार्मी त धेरै हुन्छ मलाई अनि हाप्ली नै थोरै काँचो राख्न पर्छ के रुममा लान त हो त्यस्तै अनि 2-4 वटा चाहिँ पाकेको हाल्नु 100 रुपियाँको 2 किलो अरे 100 रुपियाँ धार्नी आइरह हाम्रो घरतिर 100 रुपियाँ धार्नी आँखा त हाम्रो घरतिर त हुन्छ कति बा अस्ति मैले 5 किलो किनेको भइरहेछ ए फेरि अरे कस्तो कुरा सुन्ने है यस्तो यति भिड राति नै भयो रातो अब खुर्सानी दिने रे खुर्सानी यति तरकारी चाहिँ किने आलु प्याज किन्दा मान्छे फेरि गफ भइरहेको कति हो फेरि मासु लिन जाने रे चिकन के पाउँछ गएको ओहो गाह्रो अँध्यारो यहाँ चाहिँ फेरि चप्पलहरू कति राम्रो खेल्ने कुरा डलरहरू पनि कपडाहरू पनि छ राम्रो तन्नाहरू पनि कति राम्रो मासु पसलमा आए अब हामी मासु लिन यहाँ त माछाहरू सुकेको माछा बजारको सपिङ सकियो है यहाँ मैले खरबुजा पनि लिएँ होइन अब भोलि घर जान्छु म बिहानै अनि 50 रुपियाँ केजी रहेछ कि यहाँ चाहिँ हामीले चाहिँ 60 रुपियाँ केजी लिएको उता अलिक सस्तो पाएर मैले चाहिँ लिइहालेँ होइन बेलुका साँझ पनि भयो अब हामी रुम फर्किन्छौँ अब मेरो आजको भ्लग चाहिँ यहीसम्म म इन गर्न चाहन्छु ल सारा के भन्नु छ ओके थ्याङ्क यू सो मच एभ्रीवान ल अब आजको भ्लग चाहिँ यहीसम्म सबैजनालाई बाई बाई सी यू नेक्स्ट भ्लग